को सालो र कुन पार्टीको सालो दिउँसै पत्रकार र इन्टरभ्यू दिने मान्छे रक्सी खाएर बालेन शाहको बारेमा जे पाए बोलेछ हेर्नुहोस् त भिडियो अन्तिम छ। तपाईँको भिनाजु हो बालिन? भिनाजु, तर भिनाजु मन परेन है मलाई तिम्रो पारा यार। सबिना काफले चिना होला, म काफले हो, प्रदीप काफले। सबिना काफले मेरो दिदी हो, बालेन भिनाजु हुन गयो। भिनाजुलाई के सन्देश दिन चाहन्छ? बालेन शाहलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? बालेन भिनाजु तपाईँ के भन्दाखेरि अब झापामा तपाईँ लड्दै हुनुहुन्छ, जित्नु शुभकामना छ, तर प्रधानमन्त्री हुन तपाईँको अलिकति लेभल पुगेको छैन। त्यो प्रधानमन्त्रीको कुर्सीमा गएर बसेर काम गर्न सक्ने क्षमता तपाईँमा अहिलेलाई छैन। तपाईँसँग राष्ट्रिय राजनीतिको अनुभव छैन। राष्ट्रिय राजनीतिको अनुभव हुन पर्यो नि त। स्थानीय तहको राजनीति गरेर राष्ट्रिय राजनीतिको अनुभव हुँदैन नि त। भिनाजु तपाईँ राष्ट्रिय राजनीतिमा आउनुभएको छैन, आउनुभयो, तपाईँलाई स्वागत छ, राम्रो काम गर्नुहोस्, तर प्रधानमन्त्री हुन तपाईँलाई अलि बेला भएको छैन। सांसदसम्म ठिकै हो, महानगर नि हाँक्नु भएकै हो, नहाँकेको नि भन्न मिल्दैन। खोला सफा गर्छु भन्नुभयो, खै खोला नालाको मुख फेरिएको नि देख्न पाइएन। 84को चुनाव 82मा गराउनु भयो, त्यसको लागि धन्यवाद होइन। अब अरू त के भन्ने हो र, 84को चुनाव 82मा गराएर आफू प्रधानमन्त्री हुन त खोज्या होला नि।